भन्न त धेरैले भन्छन् नारी पुरुष बराबर भनेर, तर यथार्थमा बराबर भएर मात्र पुग्दैन। नारीलाई पुरुषलाई भन्दा धेरै अवसर दिनु जरुरी छ। किनभनेदेखि धेरै वर्ष उनीहरू पछि परेका छन्, त्यो कभर गर्नलाई, ब्यालेन्स गर्न भए पनि धेरै अवसर चाहिँ दिनै पर्छ। त्यही भएर यो नारी दिवसको अवसरमा मैले नारीहरूलाई अहिलेसम्म दिए भन्दा बढी स्कलरशिप दिएर एसइओ सिक्न इन्करेज गर्न चाहन्छु। यदि तपाईलाई कम्प्युटर चलाउन आउँछ र तपाईलाई इङ्ग्लिस बोल्न र लेख्न आउँछ भनेदेखि तपाईले एसइओ सिक्न सक्नुहुन्छ। र यो नारी दिवसको अवसरमा नारीहरूको लागि मात्र मैले एसइओ कोर्समा 60% स्कलरशिप प्रदान गर्दैछु। यदि तपाईले एसइओ सिक्नु भयो भनेदेखि तपाईको लाइफ पनि चेन्ज हुन्छ, तपाईको परिवारको लाइफ पनि चेन्ज हुन्छ र ओभरअल देशले पनि एउटा राम्रो गति लिन सक्छ। साँच्चीकै एसइओ सिक्न चाहनुहुन्छ भनेदेखि चाहिँ तल कमेन्टमा एसइओ भनेर लेख्नुस् र मेरो टिमका नारीहरूले तपाईलाई मेसेज गर्नुहुन्छ।